छिटो आऊ न हौ कि तान्नु पर्छ हौ तिमीलाई ल यस्तै हो हिँड्न नसकेपछि ल कफी सप रहेछ है कफी खाएर जानुपर्छ भरे वाइन खान्छौ यस्तो छ हौ यस्तो छ यो केटी मान्छे मोटाएको चाहिँ नराम्रो हो क्या हिँड्नु सक्दैन न केटा मान्छे त मोटायो पनि यसरी तानेर हिँड्दैछौँ छिटो न हौ छिटो यस्तो पनि हुन्छ ए टिकट हो इन्ट्री फी नै लाग्छ कति हो 50 दुईटा ए त्यत्रो धेरै पो हो खै 1000 रुपियाँ क्युआर गर त झन् हामी त यत्तिकै लाग्यो दुईजना त हजुर 98085 हजुर फोन पे डिस्काउन्ट दिनु न अनि दुईजना एकजना आएको र दुईजना आएको डिस्काउन्ट हुनु भन्ने फेरि अनि 3 फुटदेखि 4 फुटसम्मकोलाई त अनि 50% डिस्काउन्ट भनेर देखिरहेको थियो त ल को छ 3 फुटको चाहिँ 3 फुटको त निःशुल्क हो नि ल नेपालीहरूलाई चाहिँ अलिक महँगो भयो होला हौ अब माथि छिर्न पनि सबै पाइने हो सबै एक्सेस हो त्यो माथि फेरि पिङमा चाहिँ छुट्टै लाग्छ है ए हो पिङ त सानो पिङ छ त्यसमा छुट्टै लाग्छ प्रवेश शुल्क चाहिँ अलिक महँगो भयो माथि त इच्छा अनुसारले पैसा तिर्दै जानु पर्थ्यो होइन ल स्काई वक लेख न भन्नु बेला भयो यहाँको लोकललाई चाहिँ अलिक सस्तो हो हजुर उयो जे होस् ठाउँ चाहिँ एकदम राम्रो छ तर अलिकति प्रवेश शुल्क चाहिँ महँगो किन कुर्ता सुरुवाल प्यान्ट लगाएर आउनु पर्छ नि त त्यो तितेपाती चाहिँ किन भकेको अनि जल्दी आऊ रे टक्कै 1000 रुपियाँ च्यातेर फाल्यो जुत्तै लाउनु क्या यस्तो कि पिङ त नखेल्ने फेरि छुट्टै शुल्क अरे कहाँ शुल्कै शुल्क तिर्नु हो हेर्ने मात्रैले त नलगाउँदा नि हुन्थ्यो यस्तो पनि हुन्छ गलेर 1000 रुपियाँ तिरे बस्दा त लिफ्ट पनि राख्दिनु नि यार आयो तिम्रो लागि भने लिफ्ट राख्दिनु ल जाउँ जाउँ जा पछाडिबाट ठेल्छु लु हिँड ल महाभारत लगाएर हामी माथि चढेर आइपुग्यौँ ल फाइनली गाइज हामी चाहिँ टक्क भेरेटारको यहाँ स्काई वकमा आइसकेका छौँ अब हल्का रमाइलो गर्छौँ भयो चिप्लो छ क्या आयो त हिँडेन अगाडि कस्तो खुट्टा उँधो नहेर्नु पर हेरेर जानुहोस् त केही हुँदैन
घाक गरेर घाम धरे भने छिटो आऊ न के नाटक गर्छौ छिटो आऊ छिटो आऊ के हो डराउनु यस्तो सेफ्टी सहित यसरी सुई के सुइनु न यी के को डरी कन्फिडेन्ट नि हेर्दै भाइ के लाको त जाइ जाइ ए टुइ 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 तिम्रो मनैमा छिटो आउन हौ हेट किन आउँदैछु त बिस्तारै यस्तो डर सेरोइले ल्याएछु होइन जति झुके शान्त छैन